छोराले ल्याएर देखाएको छोरा नल्याएर मैले देखाएको होइन बरा त्यहीँ आएको थियो बरा त्यो बाबु पनि आएको थियो भात खाएर बरा मै लिएर आउँथ्यो के नरो सुरु कतै आउने नरो भनेको नि होइन ठुल्का छोरा होइन यहाँ धेरै बस्यो नि त यहाँ 5 ताल लिएर यहीँ बस्यो हामीले टिभी सिभी सब लिएर आएको नि यहाँ यहाँ बस्नु भनेर आएको नि त आएको पछि के भयो कि बस्यो झन्डै पहिला 1500 बज्यो लाग्यो यहाँ तपाईँ पनि थियो होइन यहाँ त्यो बेलामा त्यो घर त बनाएको थिएन यताको यो पुरानो थियो नि यो टोलना थिएन अरू सबै थियो फर्सी बाबु पहिरो आयो नि ऊ त खोलाबाट त्यो टनलबाट त्यो साइनो ठिकै समाउँदै के बहिनीले मलाई दाइ भन्छ नि ठ्याक फु भन्छ त्यो बोराले के त्यो बोरा साइनो ट्याक्क समाउने के दाइले मलाई दाइ भन्छ नि उनीहरूले फु भने ठ्याक्के मलाई फु भन्दियो बरा ठ्याक्के सबैले दियो भने साइनो ट्याक्क समाउँदै मलाई फु भन्दियो बरा अनि मै लिएर आउँथ्यो मै मर पर्दो रहेछ है अनि मै लिएर आउँथ्यो बरा मितिनी आएका जान्छु भनेको उ त हराएको हराइ हो छोरा मितिनी आएका जान्छु भन्छ छोरा आउँदै आउँदैन के हो यहाँबाट अब टोली गर्नु घर जाने त्यही राख छोरा छोरी होइन लानु त्यही छोडिदेऊ खेलावाला मुल्लो नि दाइको फर्ममा आएर हामीले खाजा खाइयो यो गिलासमा देखिएको हेर्दा बियर जस्तो छ तर जुस हो अन्यथा नमान्नु होला बियर चाहिँ होइन न्यौपाने एग्रो फर्म एकदम राम्रो गर्नुभएको छ न्यौपाने यहाँ नभएको कुरा छैन हाँस छ कुखुरा छ बाख्रा छ गाई छ कृषि खेती गर्नुभएको छ नेपालमा यो दुर्लभ हुँदै गएको पेसा उहाँले फेरि यसलाई जगाउन खोज्नु भएकोमा हार्दिक बधाई छ राम्रो होस् फलोस् फुलोस् होइन त सधैँ मासु खानु पाओस् सधैँ हाँसको मासु खानु पाओस् हजुरलाई उत्पादकहरूलाई त हामीले सम्मान गर्नुपर्छ ए सूर्य दबरका ए सूर्य तँ त फरक न अब त यहाँको पवेटाले त खिच्नु पर्ने नि यहाँ पवेटालाई अब खुट्टा दुख्छ बाजे नेपाली उहाँ जातले बाउनु भयो भने उहाँ थकाली जस्तै हुनुहुन्छ धेरै सङ्गत थकालीको गर्नु हो म सानादेखि नै थकालीको सङ्गत गरेर हिँडेको मान्छे थकाली दाजुभाइ हेलमेल गरेर सबै बसेर अब साथीभाइले चाहिँ यसो यहाँ एउटा फर्म खोलौँ भनेर चाहिँ एउटा बिजनेस गरेर फर्म चाहिँ खोलिएको छ हामीले यसमा चाहिँ एउटाहरू फलफुलहरू तरकारी खेतीहरू अब देखेर हरेक किसिमको बिउ बिजनहरू गोलबिना टमाटर काँक्रोदेखि लिएर बिरुवाहरू नर्सरी पनि छ तपाईँहरूलाई बिरुवाहरू चाहियो भने एग्रो फार्म न्यौपाने एग्रो फार्ममा सम्पर्क गर्नुहोस् हरेक किसिमको बिउ बिजनहरू पाइन्छ लोकल कुखुरा पाइन्छ हाँस पाइन्छ होइन गाईको दुध गाईको घिउ गाईको चाहिँ गोबरदेखि लिएर दुध घिउ मही हरेक किसिमको चाहिँ हामी यहाँ दिन्छौँ गाउँलेहरूलाई पनि सहयोग भयो अन्डा पाइन्छ हाँसको अन्डाहरू पनि पाइन्छ तपाईँको हाँसका चल्लाहरू पनि चाहिन्छ अन्डाहरू पनि पाइन्छ लोकल कुखुराहरू पनि छन् ब्रोइलर कुखुराहरू पनि छन् गिरिराज पनि छन् होइन हरेक किसिमको तरकारी चाहिँ नि अब हामीले अब 3 वर्ष भयो सुरु गरिहाल्यौँ अब भर अब घाँसहरूको लागि तयारी हुँदैछ बिरुवाहरू अनि 400-500 रुपियाँ चाहिँ 400-500 बिरुवाहरू हामीले चाहिँ राई खँदाहरू रोपिएको छ त्यसमा चाहिँ बिरुवाहरू राम्रै छन् अहिले घाँसहरू चाहिँ उपलब्ध भएको छ त्यसमा राई खँदाहरू छन् कुटमिरोहरू पनि छन् बेडुलो पनि छ त्यसमा अरू हुँदैछ बिरुवाहरू चाहिँ अब सुरु गर्दैछौँ हामीले खाजा खान मन लाग्यो खाजा हजुरहरूले एकदम खाजा खान मन हाँसको छोइला खान मन लाग्यो भने सम्पर्क गर्नु होला 1 घन्टा सम्पर्क गर्नु भने 1 घन्टापछि यहाँ तयारी हुन्छ
के खानु पर्यो मन लाग्छ तपाईँहरूलाई घाँसको छैलाहरू यो ठाउँको नाम पनि भनिदिनु न। यो फेदिकुना सुन्दर बजार नगरपालिका 6 फेदिकुनामा पर्छ। नौपानी एग्रो फर्म भनेपछि एउटा झन्डा हल्लाएको थिएँ ट्याक्क प्रोजेक्ट गेटबाट सिधै माथि आएर तपाईँको सुन्दर बजारतिर फर्केर हेरेपछि एउटा झन्डा फरफराएको हुन्छ। त्यो झन्डा नेपाली झन्डा नेपाली झन्डा एग्रो फर्म नौपानी एग्रो फर्म छ राष्ट्रिय झन्डा। हामीले चाहिँ अब फेसबुकमा पनि हालेको छौँ, फेसबुक पनि छ। हरेक आइटमहरू हामी हाट बजारमा पनि तरकारीहरू उत्पादन गर्छौँ। बिहिबार र शनिबार हरेक यहाँबाट काँक्रोहरू तरकारीहरू चाहिँ बजार जान्छ, हाट बजारमा लैन्छ। हामीले हाट बजारमा लगेर बिक्री गरिन्छ। अब भावी योजनाको बारेमा नि हल्का भावी योजना मैले यसलाई चाहिँ पर्यटन क्षेत्र भनेर एउटा चाहिँ यसमा कटेजहरू पनि तयार गर्ने र बाहिरका पर्यटनहरू पनि आएर यहाँ चण्डीथान राइनासकोट चाहिँ देख्ने चाहिँ त्यहाँ गोर्खा होइन दिदीबहिनी डाँडाहरू चण्डीकोटहरू देख्ने डाँडाहरू पनि छ। यहाँ रमाइलो छ। मैले यसलाई चाहिँ बिहेपछि चाहिँ पर्यटन क्षेत्र जस्तो बनाउने प्रोग्राममा 2-4 कटेजहरू पनि बनाउने र यसलाई चाहिँ भविष्यमा राम्रो बनाउने, बिरुवाहरू पनि फलफुलहरू रोप्ने, बिरुवाहरू रुखहरू बनाउने, बगैँचा जस्तो बनाउने चाहिँ मेरो योजना छ। त्यसलाई म तयार गर्दैछु। अनि किसानहरूलाई भविष्यमा यहाँ चाहिँ तालिम केन्द्र जस्तो पनि बनाउने। किसानहरूलाई पनि तपाईँहरूले अब देख्न पर्यो, हेर्न पर्यो। गोरुमा तालिम क्षेत्र तालिम गर्ने ठाउँ पनि म बनाउँदैछु। तपाईँ यसको चाहिँ अब भ्रमण गर्नलाई हेर्नलाई पनि तपाईँलाई म यहाँ मौरी पनि म यसमा मौरी पनि हाल्दैछु। मैले मौरी पनि 100-150 गाह्रो मौरी पनि पालन गरेको छु। किनभने पारि पनि जङ्गल छ मेरो, सालहरी छ। सालहरी रुखहरू चाहिँ टन्नै छ। त्यसो चाहिँ मौरी राम्रो होलान् भनेर मैले 100-150 गाह्रो चाहिँ मौरी पनि उत्पादन गर्ने लक्ष्य छ मेरो। धेरै राम्रो लक्ष्य रहेछ नेवानीजीको, सफल होस्, शुभकामना। जमै अब ज्वाइँ मात्रै छ घरमा के आतुरी अहिले ज्वाइँको